सो हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि बिहान आज 5 बजीतिर उठेँ, 5:30 बजीतिर। अनि अझ बुक पढिरहेको छु म। आज नेपालीको एक्जाम छ, व्याकरण पढ्नुपर्छ, नेपाली त आउँछ तर। अनि नास्ता पनि खाइसक्यो। म त्यही 9:20तिर घरबाट हिँड्छु होला। अनि बेलुका त्यही 5, 5:30, 6 बजीसम्म घरमा पुगिहाल्छु। भोलि र पर्सि छुट्टी, त्यसपछि म्याथको एक्जामको पर्सि म्याथ त धेरै नै प्र्याक्टिस गर्नुपर्छ मैले। सो अहिले चाहिँ म नेपालीको पढ्दैछु। अब एकछिनमा म खाना खान्छु, त्यसपछि स्कुल जान्छु। तबसम्म सो खानापिना खाएर म अब निस्किन लाग्यो घरबाट। आज छ नेपालीको एक्जाम। अब नेपाली सजिलै हुन्छ, व्याकरण तयारी त त्यति गरेको छैन मैले। सो नेपाली चाहिँ म नपढे नि राम्रो ल्याइहाल्छु नम्बर नेपालीमा। सो अब रेडी भएँ, अब स्कुल जान्छु। बेलुका 5-6 बजीतिर आउँछु। अनि भोलि पर्सि छुट्टी, शनिबार आइतबार। सो एक्जाम चाहिँ मेरो 29-30 गतितिर सिद्धिन्छ सायद। अनि 3 दिन छुट्टी मात्र हुन्छ। सो हे गाइज, म अहिले बज्दैछ बेलुकाको 9:30। अनि म दिउँसो स्कुलबाट 5 बजीतिर पुगेँ घर। अनि नास्ता खाएर अनि मम्मी र दादासँग कुरा गरेँ एकछिन। अनि आजको एक्जाम पनि एकदमै बवाल गयो नेपालीको। 2-3टा क्वेसन छुट्यो टाइम नपुगेर। 3 घन्टा टाइम थियो तै पनि टाइम पुगेन। नेपालीको एक्जाम हो, थाहा छ हजुरहरूलाई। सो बेलुकाको खाना खाएर अनि आज चाहिँ मलाई पढ्न मन छैन, तर निको पर्सि छ म्याथको एक्जाम, जो मलाई आउँदैन। अनि मलाई म्याथ पढ्न नि अल्छी लाग्छ, प्र्याक्टिस गर्न नि। तर म गर्छु प्र्याक्टिस गरेर, एक्जाममा पास त हुनु पऱ्यो। त्यही खाइन्छ मम्मी पापाको गाली। सो आजले चाहिँ पढ्दैन, मलाई झ्याउ पनि ल्याइरहेको छ, अझ निन्द्रा पनि ल्याइरहेको छ, आँखा दुखिरहेको छ। अनि सो आज पढ्दैन, एकछिन 10-11 बजीतिर सुत्छु। अनि बिहान चाहिँ छिटो उठेर बिहान पढ्छु। 2 दिनको टाइम छ, तै पनि प्र्याक्टिस गरिहाल्छु। सो आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ, बाई बाई।